नम्बर 2 का माननीय आदरणीय उत्तम प्रसाद पौडेलज्यूलाई व्यासमा आमन्त्रण गर्न चाहन्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस कार्यक्रमका सभापतिज्यू, त्यसैगरी विशेष अतिथिज्यूहरू, क्षेत्र नम्बर 1 का निर्वाचित सांसदज्यू, त्यसैगरी 3 का निर्वाचित सांसदज्यू, मैले यहाँ देखिरहेको छु निवर्तमान सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य शिव नेपालीज्यू, त्यसैगरी मेरा निर्वाचन कमान्डर दिपेन्द्र पोखरेल बादशाहज्यू, विशेष अतिथिको रूपमा हुनुहुन्छ डाक्टर निकोलस भुषालज्यू, मैले यहाँ देखिरहेको छु पार्टीको केन्द्रदेखि प्रदेश, जिल्ला, वडाको तह र तबकासम्म रहनुभएका तपाईँ सम्माननीय सम्पूर्ण नेतागणहरू र घण्टीबाग सम्पूर्णलाई मेरो 10 औँला जोडेर घण्टीमय अभिवादन गर्न चाहन्छु। हामी विशेष परिस्थितिमा रहेका छौँ। किन विशेष परिस्थिति भन्दा यो समय हाम्रो माझमा, हाम्रो काँधमा जिम्मेवारीको भारी आइपरेको छ। अब दुःखमा नातिनु र सुखमा मातिनु भन्ने उखानलाई हामीले चरितार्थ गर्नुपर्ने बेला भएको छ। त्यसैले गर्दा हामीले आज यो कास्कीको 1, 2, 3 नम्बर क्षेत्र निर्वाचित हुँदै गर्दा, जित्दै गर्दा र हिजो कसैले भनिएका किल्लाहरू तोड्दै गर्दाखेरि हामी माथिको जुन विश्वास छ, जुन भरोसा छ, त्यसलाई कायम गर्नुपर्ने बेला आएको छ। हिजो कसैले 30औं वर्षसम्म यो ठाउँलाई किल्लाका रूपमा स्थापित गरेर हाम्रै किल्ला हो, जनतालाई दास बनाएर राख्दाखेरि पनि हामीलाई मत दिन्छन् भन्ने जुन विश्वास थियो उनीहरूको, त्यो विश्वासलाई तपाईँ आम नागरिकले जुन हिसाबले तोडिदिनु भएको छ, त्यो तोडाइको म सम्मान गर्छु र तपाईँहरूलाई प्रति सबैप्रति सेल्युट गर्छु। साथीहरू, आज हामी यो अभियानमा लागेका छौँ, जुन अभियान एकजना व्यक्तिले देखेको अभियान हो। श्रद्धेय सभापति रवि लामिछानेले देख्नु भएको त्यो सपना आज हरेक घरमा मनमा पसिसकेको छ। तपाईँ हामीले मतदान गर्दै गर्दाखेरि आज रवि लामिछानेलाई सम्झिएर, उहाँले देखेको देश समृद्ध होस् भन्ने देखेको सपनालाई सम्झिएर आज हामीले मतदान गरिरहेका छौँ। हामी प्रतिनिधि पात्र मात्र हौँ, तर यसको मुख्य योजनाकार, मुख्य परिकल्पनाकार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजी हुनुहुन्छ र उहाँलाई एकपटक तालीले स्वागत गरिदिनुको लागि र सम्मान गरिदिनुको लागि विशेष आग्रह गर्न चाहन्छु। त्यसैगरी देश बनाउने यो महान अभियानमा ढिलै भए पनि जोडिनुभएका हाम्रा वरिष्ठ नेता बालेन्द्र शाहको लागि पनि एकचोटि ताली बजाएर सम्मान प्रकट गरिदिनुको लागि म आग्रह गर्न चाहन्छु। मलाई थाहा छ, म 22 वर्ष पत्रकारिता गरेर आएको मान्छे, भाषणले देश बन्दैन, देश बनाउनको लागि काम गर्नुपर्छ। म कर्ममा विश्वास गर्ने मान्छे हो। बोलेर पुरा हुने भए, देश बन्ने भएको भए म टेलिभिजनमै रमाउन सक्थेँ, तर होइन, काम गर्ने ठाउँमा आउनुपर्छ भनेर तपाईँहरूको अगाडि एउटा उम्मेदवारका रूपमा प्रस्तुत अगाडि आए र आज निर्वाचित बनाउने जिम्मा जुन तपाईँले लिनुभयो र त्यो जिम्मेवारी पुरा गर्नुभयो, त्यसको लागि पनि तपाईँ सबैजनालाई 10 औँला जोडेर नमन टक्राउन चाहन्छु र विशेष आग्रह गर्न चाहन्छु। तपाईँले गर्नुभएको जिम्मेवारी, तपाईँले दिनुभएको जिम्मेवारी इमानदारिताका साथ तपाईँको शिर कहिल्यै पनि नुग्न नदिने गरी काम गर्ने र अबको 5 वर्ष तपाईँहरूको सेवक बनेर बस्ने प्रतिबद्धता पनि यही व्यक्त गर्न चाहन्छु। आगामी दिनहरूमा कामले तपाईँहरू सबैजनासँग परिचित हुने नै छु, किनकि धेरै साथीहरूले उम्मेदवार नै चिनेको छैन, कसरी मतदान गर्ने भनेर धेरै ठाउँमा सुन्ने अवसर पनि पाएँ। ठिकै छ, तपाईँहरूले चिन्नु भए पनि नभए पनि घण्टी चिन्नु भएको थियो, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति चिन्नु भएको थियो, वरिष्ठ नेता बालेन्द्र शाह चिन्नु भएको थियो र उहाँको इमानदारिता चिन्नु भएको थियो। त्यसैले गर्दा अबको 5 वर्ष तपाईँहरूको सेवामा समर्पित भएर काम गरेर तपाईँहरूको माझमा म आएँ र मेरा प्रतिबद्धताहरू पुरा गरेँ भनेर तपाईँको घर दैलोमा आउने बाचा पनि यहीबाट गर्न चाहन्छु। अन्तिममा तपाईँहरूलाई भन्न चाहन्छु, जसले मतदान गर्नुभयो तपाईँ सम्पूर्णप्रति आभारी छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु। जसले मतदान गर्नु भएन, यही
रहनुभएका सञ्चार माध्यमका साथीहरू मार्फत भन्न चाहन्छु, जसले मतदान गर्नु भएन, तपाईँहरूलाई अबको 5 वर्ष पछाडिको निर्वाचनमा घन्टीबाट जोसुकै उठ्दाखेरि पनि अब यसपालि पनि घन्टीको जुनसुकै उम्मेदवारमा पनि विश्वास गर्नुपर्ने रहेछ है भन्ने विश्वास दिलाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु भन्दै जय घन्टी, जय देश।